दर्शन नमस्ते भन्न चाहन्छु। आज चाहिँ म ललितपुरको जावलाखेलमा रहेको चिडियाखाना लागि जूमा आएको छौँ हामी तीनजना। अब म बाँकी भिडियो भलकमा देखाउनेछु यहाँका कस्ता छन् अब बाघ भालु बाँदर होइन अनि जीवजन्तुहरू कस्तो छ म देखाउने प्रयासमा छु। लेट्स गो भिडियो गाइजहरू। यहाँ बडेल सुतिरहेको छ। ओहो हो डाँडा चाहिँ भवाल छ बडेलको। यत्रो बडेल मान पाए त आउँदैछ जल गेडा पानीमै बस यो त पानीमै त हुन्छ नि। यसले एकैचोटि खरबुज कचाम्ने कुचो पार्छ खान्छ लुको लुको अरू छ यो चाहिँ गइरा हो यस नै यसो हेर्गमै यसलाई जल गइरा गइरा खाना खाँदैछ। अर्को पनि आयो ए गुना भन्ने अघि हो होइन उनी यसले भन्छ क्या गुना हामी चाहिँ आज जू हेर्न आएका छौँ र साथै अब यहाँ जूमा रमाइलो छ। जस अहिलेको वातावरण पनि रमाइलो छ। यहाँनिर चाहिँ यो चाहिँ मृग यो होला तर यो हरिण होला यो के हो रे यो यसको यहाँनिर छ हो मृग यो हो यो चाहिँ मृग हो। यसलाई भन्छ हाम्रोतिर राते हाम्रोतिर राते भन्छ यहाँ चाहिँ मृग खासमा नाम यसको मृग है तर त्यो पारि बसिया चाहिँ धेरै है यो चाहिँ दारेर चाहिँ होइन सिङ्कारेको छ कौलो रहेछ त्यो चाहिँ सिग्नकारिया त्यो त ऊ होइन ऊ हो पाठीले काट्नु माउले काट्नु जरायो यो चाहिँ पाठी जरायो रहेछ जरायो देखाउँदैछौँ हामी त्यो चाहिँ भाली जरा पारीको त्यो पारीको चाहिँ रहेछ तर भर्खरको रहेछ जरायो टोक्छ होला नि मार्छ होला हान्छ होला सिङले हो त्यो चाहिँ सानो कौलो तर ठुलो हुन्छ होला सिङ धेरै हुन्छ पछि ठुलो भइसक्यो जरा यसलाई भन्छ जरा यो चाहिँ बोका जरा हो होइन यो सिङ्कारेको कि यसको हिस्सामा चाहिँ यसलाई भन्छ भाले जरा यस यता हेर एकताले घुम्नलाई यहाँनिर ढुङ्गामा चढ्नलाई रमाइलो छ। यो चाहिँ निलगाई हो यसलाई भन्छ निलगाई बबाल ठुलो छ यो त यहाँ माथि जान थाल्यो हेर त त्यहाँ माथि जानु त्यहाँ माथि बस्यो त्यो निस्किन्छ होला त्यो देखेर झरे 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 माइट बसिरहेको छैन त्यो ठुलो ठुलो
ल आयो केटा आयो बाघ आयो बालुङ ल्याएर एउटा खतरा हालेछ कि स्टार्टर धेरै लामो त्यो भेलु बाजेले भने जस्तो सुत्नै दिन्न नि यार भने होला अर्को निस्यो यार अहिले त यो मोटर छ कि हो यसको जुरा हुनु छ त गुरु जस्तो होइन 13 नम्बर यो चाहिँ उरी छ लाली गुरुले बोला भाइ 2 निस्यो हेर्न आउन ओहो अनुहारमा हे नजिक आउँदैछ कि या हामी चाहिँ घुम्नेछौँ जू पनि हेरियो बाघ हेरियो होइन यो चाहिँ ठ्याक्क सर बोटमा घुम्नलाई पनि छ अब चाहिँ हामी जाँदैछौँ अब चराचुरुङ्गी यता भालु के छ भन्दा त्यो हेर्नुपर्छ होइन यो चाहिँ अर्ना भैँसी यसलाई भन्छ अर्ना भैँसी है यहाँदेखि हामी यो वन मान्छे देखाउनेछु म झुन्ड जस्तो देखिँदैन माथि जान लाग्छ खतरा चढ्छ है अब म हात्ती देखाउँदैछु हात्ती भएको ठाउँतर्फ जाँदैछु यता आउन हात्ती हेर्न हात्ती बस्नु कि पार्टीसँग बस्नु नि त्यस्तै हल्लिरहन्छ बच्चा खतरा छ अनुहार यसको यार पुच्छर खतरा छ नि यसको यार हात्ती सांगला खतरा खतरा भएछ भालु छोरीबारी खुब टोक्दो मान्छेलाई होइन खुट्टा कस्तो पाना हेर र यो त रुच्दैन अर्को मान्छेलाई रुच्दैन भालु होइन एउटा मारिपछि छ पारी उठाउनु हेर कस्तो उभिन्छ हिमाली चाहिँ आउँदैछ हिमाली कालो भालु यो पनि पानीमा बस्छ होला कि यसरी आन्दी उइस चितुवा बाघ यो चाहिँ हिमाली नील बिरालो एउटा पायर सूर्य छ पायर सूर्य एउटा त्यो सानो खाली यो राम्रो अनुहार देखिँदैन होइन यसलाई भन्छ चरीबाघ चरीबाघ भनेको चाहिँ सानो हुँदो रहेछ चरीबाघ चरीबाघ देखिँदैन खासै यो निर्बिराल देखेको छैन ठुलो निर्बिराल हो किनकि यसको फोटो देखेर छ त होइन ऊ यस्तो हुन्छ ठुलो निर्बिराल
अब हामी जाँदैछौँ यतातिर। अब चाहिँ के देखिन्छ त यहाँ के छ हेर क्या त के लेखेको छ हेर है यो अर्को खालको चाहिँ निलो देखिन्न हेर्न उयो साराको छ के डुम्सीको ओहो डुम्सी थुप्रै छ भित्र हेर त डुम्सी चाहिँ थुप्रै छ है यो चाहिँ डुम्सी डुम्सी भित्र हेर्नु कति छ दुरा दौडो खोल्दैछ होला होइन मतलब छैन नि होला रे होइन एउटा माथि वन बिरालो ऊ यहाँ मुरा बिच उतल पारि छेउमा ऊ पारि तेर्सो सेर पारि एउटा माथि उठ्सम्म सेर छ केबलमा दुईवटा छ कि होइन जोरी पारेको त्यो चिम्पाङ्जी माथि त्यहाँ उफ्रिरहेछ ठुलो रहेछ यो कहाँ माथि जान्छ है तल हेरेको छ यो यहाँनिर चाहिँ फोटो खिच्नलाई बेस्ट आई लभ जू होइन एक्टको लागि एकदम फोटो खिच्नलाई सही छ यो चाहिँ अस्त्रिच चरा यसको अन्डा खानुपर्छ 2.5 किलोको अन्डा यो अस्त्रिच चरा सानो खालको जाइ लगाइदिएको थिएँ पुरै उनीहरू भागिहाल्छ होला यिनीहरूलाई मतलब छैन होइन यताउता हेर्छ हिमालतिर पाइन्छ क्या तिनवटा छ अरू पाइरहेछ एउटा पारिरहेछ खाँदैछ कि एउटा खुट्टामा टेक्दो रहेछ एउटा खुट्टामा टेकेछ दुई टेकेछ त्यसले यो चाहिँ सारस है सारस लामो खुट्टा चरा हामीले यस्तो भन्दा सोझो कुरामा आहा कति लामो खुट्टा यसको फेरि हिँड्न पनि गाह्रो हुन्छ होला त्यो लामो ठोरबाट हुन्छ अर्को फेरि अब चाहिँ यो पनि त्यही होइन हो कि अर्को यो अर्को जातको उयो यसको ठोर त यो बोकुल लाग्यो खुट्टा चाहिँ बबाल छ है हाम्रोतिर पाउने होइन कि त्यो अर्को कुन देशको होला त्यो लेखेको छ है बाहिरै हो हो यसपालि हुन्छ कि यसपालि यो चाहिँ खैरो पोठी यस्तो हुन्छ हो यो त हुन्छ यो कालिज माथि सुगा पनि गरेर भाइ चाहिँ कालो पतिर छ होला त्यसले त मैले सुन्दै सुन्दैन आँखा दिन राम्रो छैन धेरै छ यो चाहिँ पोठी मयुर भाले मयुर पाइन्छ पुच्छर खतरा नि कलरै त्यस्तो हुँदो के चाहिँ हो यो फेरि दाफे यो तलको चाहिँ यो माउ हो यो चाहिँ भाले तल माउ हो डाँखा पनि खतरा हुन्छ नि यो तल अर्को बस्या के छ रे अगाडि हेरौँ त खतरा छ मात्रै यत्र मन के चेपे छ यस्तै ठोर झाँक्री बोकेर बेरे हुन्थ्यो क्या पहिला पानीदेखि पानी जानु बोल्छ फेरि चिन्दै सुगा देखिरहेको हो यो तित्रा आगे यो होइन माथि के हो तित्रा कम चलाएको हुन्छ यो त होइन के होइन बहादुर चाहिँ महिना हाम्रो पनि अर्को खालको हुन्छ फेरि
यस्तै तर हाम्रोतिर अलि अर्को हुन्छ खैरी खैरी खालको यस्तै फुर्फुर गर्दै गर्दा यो चाहिँ टिकटक भिडियो बनाएर खतरा हुन्छ एउटै छ यहाँ पनि होइन बसिरहेको छ यस्तै नभए चिज जन्तु भेटिस् त यहाँ बिक्री हुन्छ र होइन हिँडिराख्छ सुगा जस्तै होइन सुगैवाला हो नि त त्यो त ठुलो खाने मकाउले खाएर मकाउ अब हामी घुम्दैछौँ यत्र खानेपिनेको पनि छ यसो लाएर अब त्यहाँ हेरेर के छ यहाँनिर फेरि गिद्ध चाहिँ रहेछ यो यहाँ देखिन्छ भित्र के छ ओ ठाउँ ठाउँमा लामो रहेछ यसको खुट्टा सानो भएको चरा ऊ यहाँ छ पानीमा छ उठे भाइ छ ठाउँ यसको उठे भाइ छ पानीमा त्यो पानीमा हुन्छ गिद्ध होइन चिल होइन यार गिद्धै हो यो चिल हो चिल लेखेको छ कालो चिल लेखेको छ ए तर यो कालो चिल त्यो होला कालो चिल त ठुलो गिद्ध हो यार होइन गिद्धै हो यो होला चिल यहाँ तल आएको छ नि यो उड्छ नि यही हो चाहिँ कालो चिल है कालो चिल त्यो ठुलो अनि चिडियाखानामा घुम्दैछौँ हेर्दैछौँ अब आधा जति सिटियो अब चाहिँ सर्फहरू हेर्ने क्रम जारी छ कस्तो लाग्यो गुरु आजको घुमघाम ठिकठाक छ होइन घुमघाम एकदम बेस्ट भयो कस्तो लाग्दैछ आज बाघ हेर्न पाउँदा आजको बाघ हेर्न पाउँदा बाघ हेरेर झन्डै बाघले मलाई खाएन ठुलो छ यो त्यति उयो सक्दैन बाहिरै छ हुनै सक्दैन नि हिँड्नेमा रहेछ उड्नु सक्दैन पखेट छैन यसको यो चाहिँ के हो गुरु यो पनि काली चाहिँ है काली हो काली यो पनि पाले हाल्दैन अलि काली यसलाई देख्नेमा यति रिस उठ्छ यसले मेरो कुकुर खाइदिया तिर म रिस उठ्छ यसलाई ए यहाँ छ यहाँ यहाँ उड्ने खालको यही हो कि यही हो यसको सिङसम्म बाहिर निक्ल्यो तैँले मेरो भाले खाएर रिस उठेछ होइन कम भएको यो चाहिँ हिउँ चितु वा मारिस दुरिरहेको हिउँ चितु यो चाहिँ के यसमा टङ्गिनु बिर्लो भयो आज भिडियो पुरै बन्द नि हो हेर न यल्लो खरी ए कहाँको बसेको हुन् के खान्छ र यसले यार यो अरू के खान्छ के खान्छ किराले खान्छ कि अब ल उता मुसा उता देखिन्छ नि त है लरी छ कत्रो छ के गाब्नु त्यो त मुसाएन छ त्यो एक गिनी पिग लेखेको के हो होइन त्यो खरा जस्तो रहेछ यो सानो खरा खरा मोटो मोटो हुन्छ कछुवा एउटा हिँड्दै बसिरहेको छ कति छ होला पुरा देखिन्छ कि अलग अलग खालको रहेछ कछुवा पनि यताको देखिँदैन र कहाँ छ त ए सानो हेर्दै चाहिँ थुप्रै बुझ्नु ढुङ्गा साह्रै नै बसेको छ कहाँ देखिन्छ यहाँ होइन यो त काला यो चाहिँ गुबन सर्प के चाहिँ सर्प ए अजिङ्गर यहाँनिर रहेछ ए अजिङ्गर खतरा घुम्दैछ बाहिर के भन्छ ए जारी खतरा देख्छ है यसलाई खान्छ होला बाख्रा होइन तानिन्छ त फेरि खाने बेलामा त अर्को अजिङ्गर यहाँ लेखेछ ए ऊ त्यहाँ यहाँ रहेछ एउटा
ठुलो छ कि हो 35 किलोदेखि 90 किलोसम्म हुँदैन नि 35 किलोग्राम यो कति छ 90 किलोग्रामसम्म हुन्छ कि यता सिसा तल्के देखिन्न यार त्यो भन्दा ठुलो छ यो लामो भयो नि कति कति तान्ने चाहिँ कति पाँचुली फेरेर छ के हो त्यो अजिङ्गर सही माछा कोछो है पानी कोछो हेर नि यो चाहिँ पानी यार चेप्टल ठुलो चाहिँ कोछो हेर पानी निक्लिएर बस्यो यता खोइ यसलाई भन्छ गोही पारि सुत्रिरहेको छ तिनजना तिनवटा छ है चालैदैन बज्रु चाहिँ आजको घाम अब लास्ट पनि भइसक्यो सबै हेरियो होइन 3 जना आएका थियौँ होइन अब हाम्रो यो भ्लग भिडियोलाई अन्त्य गर्दै हामी चाहिँ अब घरतिर लाग्छौँ हामी घुम्न आएको थियौँ अब चाहिँ लाग्दैछौँ बाई बाई सबैजनालाई है जस रमाइलो छ ठाउँ एकदम